यहाँ चाहिँ कालीगण्डकी शालिग्राम भेटिने सम्भावना तीव्र रूपमा छ। अब सानो शालिग्राम भेटेको छ। यो चाहिँ शालिग्राम हो, तपाईँले देख्न सक्नुहुन्छ हैन। शालिग्राम अहिले यसलाई म उता धोएर पनि देखाउँछु। शालिग्राम यसरी तपाईँ शालिग्राम खोज्न चाहनुहुन्छ, भेटाउन चाहनुहुन्छ, आफै ल शालिग्राम मन्दिरमा राख्न चाहनुहुन्छ नि आउनु होला। त्यो एउटा बुझेर यो सब शालिग्राम कि खोज्दै लगेर बेच्छ यार। के केही लैजानुहुन्न। भूत पनि जान्छ सँगसँगै, भूत जान्छ। अहिले चाहिँ हामी कालीगण्डकीमा आइपुगेका छौँ। पाल्पा जिल्ला र स्याङ्जा जिल्लाको सिमाना। पारिपट्टि स्याङ्जा जिल्ला छ भने वारिपट्टि पाल्पा जिल्ला रहेको छ। यो चाहिँ